हाई नमस्ते। म नवराज बन्जारी हजुर समक्ष मैले यो एउटा सानो भिडियो क्लिप यहाँ चाहिँ प्रस्तुत गर्न गइरहेको छु। भर्खरै मैले फिजिकल वर्कआउट गरेँ। म करिब 20 मिनटदेखि 30 मिनटमा दैनिक शारीरिक व्यायाम चाहिँ गर्छु, हल्का पुसअप गर्छु अनि यसो बडीलाई चाहिँ स्ट्रेन्थ गर्ने काम गर्छु है। सो मैले चाहिँ पसिनालाई डिटक्स गरेको छु र मैले आफ्नो चाहिँ नित्यकर्म सकाइसके पछाडिबाट मैले दैनिक रूपमा बिहानमा उठिसकेपछि 2 गिलास 3 गिलास मैले यसरी मनतातो पानी पिउँछु र यो वर्कआउट सकिसके पछाडिबाट मैले यो डिएक्सन कम्पनीले उत्पादन गरेको यो लिङ्जी ब्ल्याक कफी, यो अल्कलाइन कफी हो, यसमा एसिडिटी हुँदैन र यो चाहिँ एरोबिक कफीलाई डिक्याफिनेट गरेर यो कम्पनीले चाहिँ कफीको स्वादमा रातो च्याउ, जडीबुटीको राजा जसलाई सञ्जीवनी जडीबुटी पनि भनिन्छ, त्यसको मिक्स गरेर चाहिँ यसले यो पाउडर फर्ममा र यसरी स्याचेस पुरियामा 5 ग्रामको, प्रत्येक पुरिया 5 ग्राममा यसरी चाहिँ बजारमा ल्याएको छ र यो पोकामा टोटल यस्ता 20वटा स्याचेस हुन्छन्, टोटल 100 ग्रामको हुन्छ र यसको एमआरपी 1195 रुपियाँ छ र डिस्ट्रिब्युटर प्राइस चाहिँ 1085 रुपियाँ 1085 रुपिस छ। र यसलाई मैले चाहिँ के गर्छु भने दैनिक मैले त बिहान दिउँसो साँझ गरेर दिनमा 3-4 ग्लास कप मैले यसरी पिउँछु, कहिलेकाहीँ 8-10 कप पनि हुन्छ, यो यति नै भन्ने छैन। तर नर्मल्ली पनि यदि हामीले बिहान दिउँसो साँझ पिउँछौँ भने बिहानमा पिउँदा यसले के गर्छ, शरीरलाई दिनको ऊर्जामा यसले चाहिँ परिणत गर्छ है। बडीलाई डिटक्स गर्ने, भित्रको चाहिँ लिभरलाई डिटक्स गर्ने र साथमा चाहिँ तपाईँको जति पनि हाम्रो शरीरलाई चाहिने इनर्जी हो, किनभने रातो च्याउमा 460 भन्दा बढी प्रकारका चाहिँ बायोएक्टिभ इलिमेन्ट्सहरू, मल्टिभिटामिन्सहरू हैन, न्युट्रिसन्स कम्पोनेन्ट्सहरू, पौष्टिक आहार जन्य चिजहरू पाइएको छ, त्यो रिसर्चले देखाएको छ र 252 भन्दा बढी प्रकारका चाहिँ औषधीय तत्त्वहरू छ। हेर्नुहोस् त, अचम्म लाग्ने कुरा के छ, 252 भन्दा बढी प्रकारको चाहिँ औषधीय तत्त्व सहितको चाहिँ हामीले यो कफी सेवन गर्ने रहेछौँ। सो मैले यहाँ चाहिँ यसलाई के गरेँ, यहाँ यसरी राखेँ। यसबाट करिब 2 देखि 3 ग्लास बनाउन मिल्छ। मैले करिब यो आधा जति मैले चाहिँ यसमा राखेको छु। सर र यसलाई चाहिँ अब यो आफै पनि घुल्छ, नभए हामीले चाहिँ चम्चाले घुलाउन पनि सक्छौँ। र योभन्दा अगाडि म हजुरलाई यो किन मैले पिउँदैछु भन्ने कुरा जानकारी गराउँछु। म विगत 18 वर्षदेखि म यसको पारखी छु। किन त मैले यसलाई पिएँ, मलाई कब्जियतको समस्या थियो, 6 दिनदेखि 7 दिनमा टोयलेट हुने, चरामसाको जस्तो मेरो टोयलेट हुन्थ्यो। मैले चाहिँ एक्जिमा लगायतका चाहिँ विभिन्न खालको चाहिँ मेडिकेसन मैले युज गरेर मैले टोयलेट गर्थेँ। त्यो डक्टरको एडभाइस थियो मलाई। र जब मैले यो डिएक्सनको लिङ्जी ब्ल्याक कफी मैले फेला पारेँ र त्यो दिनदेखिबाट मैले यो लिङ्जी ब्ल्याक कफीलाई म निरन्तर रूपले दैनिक चाहिँ 3-4 ग्लास, 5-6 ग्लास, कहिलेकाहीँ त 8-10 ग्लास पनि हुन्छ, मैले नियमित यो पिउँदै जाँदा मलाई करिब 1 महिनाभित्रमा मलाई राम्रो रिजल्ट देखियो। मेरो लुज मोसन भयो, टोयलेट चाहिँ अलि सजिलो सहज रूपले भइसकेपछि मैले यसलाई चाहिँ विश्वास मानेर कन्टिन्यू मैले सेवन गर्दै गएँ। दोस्रो फाइदा यसले मलाई के गर्यो, मेरो बडी चाहिँ इसिनेस हुन्थ्यो, कहिलेकाहीँ रिङवर्म अर्थात् पैसे दाज देखिन्थ्यो। जब मैले यसलाई सेवन गर्न थालेँ, मेरो लिभरमा त्यो समस्या रहेछ, टक्सिन्स 4 विषादी त्यहाँ थुप्रेर बसेको रहेछ। यसले बिस्तारै त्यसलाई पनि हटाउँदै गइसकेपछि मलाई त्यो समस्या पनि हल भयो। भनेपछि मलाई त हेर्नुहोस् त, ढुङ्गा खोज्दा देउता मिले जस्तै यो कफी मैले प्राप्त गरेँ र अहिले म नियमित यसको पारखी छु र मैले हजार मान्छेहरूलाई यो पिउने सल्लाह पनि दिएको छु। र हजुरहरूले पनि यदि पिउन चाहनुहुन्छ भने आउनुहोस्, यो लिङ्जी ब्ल्याक कफी नियमित पिउनुहोस्। यो जाडोमा मात्रै होइन, यो गर्मी जुनसुकै मौसममा पनि यसलाई चाहिँ सदाबहार हामीले पिउन सक्छौँ। र यो पिउँदा हुने फाइदा भनेको नम्बर 1, हाम्रो पाचन प्रक्रियालाई एकदम राम्रो गर्छ। यसलाई पिउने तरिका कसरी त, सट्ट यसको चाहिँ स्मेल लिने अनि त्यसपछि यसरी हामीले कुलुकुलु जस्तो गरेर पियौँ भने यो गिजाहरूमा भएको है गिजालाई पनि यसले चाहिँ एकदम मजबुत बनाउँछ। किनभने गानोडर्मा भन्ने चिज चाहिँ यति शक्तिशाली, यति चाहिँ तपाईँको रामबाणको चिज काम गर्ने चिज हो, जहाँ चाहिँ अब अद्भुत यसको लौकिक शक्ति पनि त्यत्तिकै छ। आध्यात्मिक क्षेत्रमा हेरौँ, धार्मिक ग्रन्थहरूमा पढौँ है, यसलाई सञ्जीवनी जडीबुटी नै भनिएको छ भने यसलाई चाहिँ मोडर्न साइन्सले पनि के भने त जडीबुटीको राजा भन्यो। भने यस्तो चिज राखेर चाहिँ बनाइएको यो अल्कलाइन कफी, अर्ग्यानिक कफी यसरी नियमित पिउनुहोस्। 1 हप्तासम्म हजुरले पिएर हेर्नुहोस्, तपाईँको एसिडिटी चाहिँ बिस्तारै डाउन भएर जान्छ। साथमा तपाईँलाई पेटका समस्या अनि अनिद्राको समस्या, कसैलाई डिप्रेसनको समस्यामा पनि राम्रो फाइदा चाहिँ मिलेको छ। त्यसै गरेर नर्मल्ली चाहिँ दीर्घरोगीहरू, स्पेसल्ली प्रेसर, सुगर हैन, अनि मुटु रोग, किडनीको समस्या भएको व्यक्तिको लागि चाहिँ परहेज लगाइएको हुन्छ। तर यो कफी निरोगी कफी भएको कारणले इच एन्ड एभ्री वान, बालबच्चा, वृद्ध, रोगी, निरोगी जसले पनि सेवन गर्न सक्नुहुन्छ
है। बिहान यदि तपाईँले नियमित रूपमा 1 कप पिउनुहुन्छ भने दिनको ऊर्जा दिन्छ। यदि दिउँसोमा तपाईँ अफिस कार्यालय या व्यवसायमा बसेर चाहिँ तपाईँले यो पिउनुहुन्छ भने तपाईँको स्ट्रेसलाई चाहिँ रिड्युस गर्छ, किनभने हामी दिनभरमा चाहिँ विभिन्न क्रियाकलापहरूमा चाहिँ हामी स्ट्रेसले वहन गरिरहनु परेको हुन्छ। सो यसले चाहिँ रिड्युस गर्न सपोर्ट गर्छ, अर्थात् हाम्रो चाहिँ ह्याप्पी हर्मोन्सलाई पनि प्रड्युस गर्न क्षमता चाहिँ यो रातो च्याउमा छ। साथमा यदि तपाईँले रातिमा पिउनुहुन्छ भने सोच्नुहोस् है, रातिमा हामीले कफी पिउँछौँ त पिउँदैन नि, किनभने नर्मली बाहिरको कफी क्याफेनेट कफीले चाहिँ हामीले साँझमा पिउँछौँ भने राति निद्रा लाग्दैन, हाम्रो ब्लड सर्कुलेसन अवरोध गर्छ, शरीर एकदम तातो हुन्छ अनि हामीले निद्रा लाग्दैन। बट डिएक्सन लिङ्जी कफी यदि तपाईँले रातिमा पिउनुहुन्छ भने है, तपाईँलाई चाहिँ एकदम इजी डाइजेसनमा पनि सपोर्ट गर्छ, माइक्रो ब्लड सर्कुलेसन गर्छ, तपाईँ आरामको निद्रा लाग्छ, भोलि बिहान उठ्दाखेरि छक्क भएर मजाले उठ्न सक्नुहुन्छ है। सो हेर्नुहोस् न, नर्मल्ली 3 कप कफी पनि तपाईँले पिउन सकिहाल्नुभयो। यदि त्योभन्दा बेसी पिउनुहुन्छ भने पनि नो प्रब्लम, महसुस हुन्जेल तपाईँले पिउन सक्नुहुन्छ। राइट, आउनुहोस् पिउनुहोस् यो लिङ्जी कफी। संसारको कुनै पनि कुनामा बसेर तपाईँले पिउन सक्नुहुन्छ, किनभने यो वर्ल्डको ब्रान्डेड कफी हो, युनिक कफी हो र यसलाई चाहिँ हजुरले नियमित रूपमा पिउँदै जाँदा तपाईँले अद्भुत धेरै किसिमका फाइदाहरू प्राप्त गर्नुहुन्छ। महिला दिदीबहिनीहरूको समस्या राम्रो भएको चाहिँ पाइएको छ, हर्मोनलाई डिसब्यालेन्स भएको हर्मोनहरूलाई चाहिँ ब्यालेन्सिङमा राखेको कुराहरू पाइएको छ। तसर्थ यो एउटा कफी हो, तर यसमा चाहिँ 252 भन्दा बढी प्रकारका चाहिँ ती औषधीय तत्त्व र 460 भन्दा बढी प्रकारका चाहिँ ती मल्टिभिटामिन्सहरू भएको कारणले शरीरलाई चाहिँ के गर्छ त भन्दाखेरि एकदम एक्टिभ इनर्जिज राख्ने काम चाहिँ यसले गर्छ। त आउनुहोस् कफी पिउनुहोस् होइन। कफी पिउन चाहनुहुन्छ भने मलाई सम्पर्क गर्नुहोस् न है, 98 570 36 227 9857036227। If you want to drink this Lingzi coffee, you can contact me from around the globe. 9857036227. You can use me WhatsApp, Viber, Imo, or direct call, or Facebook Navraj Banjari. You can follow me. Okay. Thank you so much. Have a good day. Namaste.